ग्याल्भेनोमिटर र सन्ट। ल फर्स्टमा ग्याल्भेनोमिटर भनेको चाहिँ एउटा इलेक्ट्रिकल डिभाइस हो। के रहेछ त? ग्याल्भेनोमिटर यो भनेको चाहिँ एउटा इलेक्ट्रिकल डिभाइस विच इज युज टु डिटेक्ट स्मल करेन्ट इन द सर्किट। भनेको एउटा सर्किटमा भएको स्मल करेन्टलाई डिटेक्ट गर्ने अथवा मेजर गर्ने डिभाइसलाई के भन्ने रहेछ त? ग्याल्भेनोमिटर। के रहेछ त ग्याल्भेनोमिटर? डिभाइस used to detect small current। ल अनि त्यसपछि ग्याल्भेनोमिटर एकदमै सेन्सिटिभ हुन्छ। इट इज सेन्सिटिभ डिभाइस है। यसमा हाई करेन्ट गयो भने अथवा हाई करेन्ट ग्याल्भेनोमिटरबाट पास गर्यो भने ग्याल्भेनोमिटर चाहिँ बिग्रिन सक्छ। त्यसपछि सन्ट। सन्टको कुरा आयो हैन। सन्ट भनेको चाहिँ एउटा रेजिस्टेन्स हो। कस्तो रेजिस्टेन्स? भेरी भेरी लो रेजिस्टेन्स। एकदमै लो रेजिस्टेन्स हो। यो सन्ट किन युज गरिन्छ भने यो सन्ट ग्याल्भेनोमिटरमा युज गरिन्छ सो द्याट ग्याल्भेनोमिटरमा यदि हाई करेन्ट पास भयो भने चाहिँ सन्टद्वारा पास होस् भनेर चाहिँ ग्याल्भेनोमिटरमा कुनै पनि खराबी नहोस् भनेर सन्ट युज गरिन्छ। सन्ट चाहिँ प्यारलल वेमा युज गरिन्छ है। इट इज कनेक्टेड इन प्यारलल वे। जस्तै यसको एउटा बनाऊँ न अब। यो ग्याल्भेनोमिटर हो भने यो एउटा सर्किट हो भने जहाँबाट करेन्ट आई फ्लो हुन्छ भने यो कसरी सन्ट युज गरिन्छ त? प्यारलल वेमा। यो सन्ट प्यारलल वेमा युज गर्दा चाहिँ कसरी ग्याल्भेनोमिटरलाई प्रोटेक्ट गर्छ भने जब हाई करेन्ट पास हुन्छ नि तब यो मोस्ट अफ द करेन्ट यो वेबाट चाहिँ सन्टबाट चाहिँ पास हुने गर्दछ, जसको कारणले हाई करेन्ट ग्याल्भेनोमिटरबाट पास भएन र हाई करेन्ट ग्याल्भेनोमिटरबाट पास भएन भने ग्याल्भेनोमिटरमा समस्या आउने भएन। त्यस्तो किन हुन्छ भने जस्तै एक्जाम्पलै दिउँ न हामी। अब जुन रोडमा अब्स्ट्याकलहरू कम छ नि हो त्यही रोडबाट जान खोज्छ कुनै पनि गाडीहरू हो कि हैन, सजिलै जान सक्छ भनेपछि त्यही रुट युज गर्छ। त्यस्तै सन्ट एकदम लो रेजिस्टेन्स हो र यो ग्याल्भेनोमिटरमा चाहिँ सन्ट भन्दा कति गुणा ठुलो हुन्छ कि रेजिस्टेन्स चाहिँ। भनेको रेजिस्टेन्स भनेको त अब्स्ट्याकल हो नि त करेन्टको लागि। सो करेन्ट धेरै जसो सन्टबाट पास हुने भयो। ल त्यसै गरेर अर्को के छ भने अब टोटल रेजिस्टेन्स। अब यसको फर्मुला निकाल्नु यसको रिलेसनद्वारा है। के रहेछ? यो सर्किटमा के हुन्छ भने टोटल रेजिस्टेन्स निकाल्नु। रेजिस्टेन्सको फर्मुला थाहा छ? आर इक्वल्स टु जीएस बाई जी प्लस एस। त्यसपछि के हुन्छ त? पोटेन्शियल डिफरेन्स। यो एबी भनेको चाहिँ यो ए र बी है। V इक्वल्स टु आइआर। आई भनेको नर्मल करेन्ट भयो, रेजिस्टेन्स हामीले भर्खरै निकालेको छौँ है। के थियो त? आर इक्वल्स टु जीएस बाई जी प्लस एस। अब नेक्स्टमा हामीले के निकाल्नु पर्यो? अब करेन्ट थ्रु ग्याल्भेनोमिटर। यो 0 कट्यो। अब लास्टमा हाम्रो बच्यो आइएस बाई जी प्लस एस। यो सन्ट अलरेडी एकदमै सानो करेन्ट हो। सो एकदमै सानो कुरासँग अब
कुनै पनि कुरा मल्टिप्लाई भइरहेछ भने यो अलरेडी यसको भ्यालु पनि टोटलमा सानो आउने भयो, स्मल हुने भयो। सो ग्याल्भानोमिटरबाट चाहिँ स्मल करेन्ट मात्रै पास हुने भयो, जति पनि एक्सेस करेन्ट छ त्यो सर्टबाट हुने भयो पास। सो द्याट अब ग्याल्भानोमिटरमा कुनै पनि समस्या आउने भएन।